स्विजरल्यान्डमा आएर आएछु। ल हामी चाहिँ अहिले ठक्कसँगले काठमाडौँबाट फर्किँदैछौँ अरुण र म। अनि अहिले चाहिँ कुदाउने चाहिँ हाम्रो अरुण अनि म चाहिँ पछाडि। तर हाम्रो यहाँनिर ठक्कसँगले बाटो बिग्राएर रहेछ। 2082 सालको बाढीको पहिरोले गर्दाखेरि यो सुनकोसीले सबै बाटोहरू माथिको बाटो लगिदिएको छ। हेर्नुहोस् अहिले हामी जाँदैछौँ यो ठ्याक्कसँगले सुनकोसीको बिचमा। हेर्नुहोस् यो हो सुनकोसी। अहिले हामी सुनकोसीको बिचमा हिँडिरहेछौँ। यहाँ बाटो बनाउने कामहरू भइरहेछ सबै कुराहरू। यहाँ यो छ सुनकोसी, हामी छौँ यहाँ। हेर्नुहोस् ल कति राम्रो छ सुनकोसीको बाटो। खास गरी बाटो चाहिँ माथि हो क्या, तर बाटो बिग्रेर अहिले यहाँ ठक्कसँगले यो हो तपाईँको सुनकोसीको बाटो। खोला आउने बाटो, खोला आउने बाटो यो। यदि कोही काठमाडौँ आउँदै हुनुहुन्छ भने तपाईँले बाटो हेर्नुहोस् कस्तो छ यहाँको बाटो, अनि मात्रै चेक गरेर मात्रै आउनु होला। यो हो सुनकोसी अनि हामी छौँ यहाँ। हेर्नुहोस् अगाडिको भ्यू यस्तो छ। हेर्नुहोस् यो तपाईँको पानी। यो पानीमा जाएर झ्याम्म पऱ्यो भने यस्तो मजा आउँछ नि। के अरे पाटो हालिन्छ। पक्रेको हेर्नुहोस्।